मै मरे मने हौ दैलैमा फोटो अब जय बोजूहरूको गीतले चाहिँ मलाई पातैमा है पानको पातैमा रातको रे पना है जाउला रातैमा गाई कस्तो लाग्यो मेरो डान्स भन्नु न मेरो डान्स गाई कस्तो लाग्यो गाई कस्तो लाग्यो गाई होइन गाई थ्याङ्क यू थ्याङ्क यू ल हामी चाहिँ च्यानडाँडा आइपुगेको छौँ है अनि मैले चाहिँ माउली कुकु अनि देमाहरूसँग आएको मेरो मम्मीको दिदीहरूसँग एकदम सानै हो यी डर लाग्दैन यो कस्तो लुगा फुकाएको किन के गर्दैछ भन्छु त कोटा पो खिच्दो रहेछ लौ लौ गर्मी भयो त्यहाँ पुगेर आउने उता खिच्नु नि पर हो र कस्तो लागिरहेछ तिमी कस्तो लागिरहेछ एकदम राम्रो लागिरहेछ हो हाम्रो कुकुरहरू चाहिँ सानो हेर्दै हुनुहुन्छ के गर्छौ कस्तो लागिरहेछ माउलीको कि कस्तो लागिरहेछ राम्रो नै राम्रो ठाउँमा हामीलाई त गुड गर्नु हो र गुड नि ल है नातिनु के अनि यता जेठी देमालाई कस्तो लागिरहेछ ठिकै छ राम्रो नि आमा भन्दा ए छोरी भन्दा आमा तरुनी भने जस्तो ढोटाले भन्छ अरे नि त आमा के परे आमाले ढोकिदिनु छोरीले ढोकिदिनु पर्ने आमाले ढोकिदिन्छ भन्छ होइन त्यही पार होइन अनि उनीहरूले भन्छ अरे नि त आमा भन्दा छोरी कुप्री भन्छ अरे होइन ल भयो ठिकको मौसम चाहिँ यस्तो राम्रो छ कि होइन साथीहरू कथामा ऊ आमा भन्दा छोरी बुढी कुप्री त्यो निगुरे कथा लाग्दै अनि आज चाहिँ नजानु ल घरदैमा नजानु ल घर हामी बस्ने आएको मलाई त कोन भएको छोरी लाने हो हामी त्यतिकै बसेरै जाने भिड छ नि यस्तो राम्रो भिड छ गाइज होइन आछि लौ यतिको भिडमा उहाँहरू चाहिँ डराउनु हुँदैछ डर लाग्छ मलाई एकदम रमाइलो ठाउँ छ यो चाहिँ कुइबिर भिर हो यो कर्कुसे हो र यता तल किसेटार अनि त्यसपछि घेङसुङ चाहिँ यता हो अनि बत्ती जुरे उत्यहाँ हो खरबारी उत्यहाँ हो ल कमाको जति कसले खाँदैछ यो तलतिर बाँझिए छ यो बुढाहरूको उँधो ए बाजै हुनुहुन्छ त्यता उयो मलाई त्यही तल छोडेर घुमाउनेमा चाहिँ के हो त्यो रुनु भएको रे हैन अब रातभरि रोएको नि म त
हामी रातभरि रोएको नि म त अनि नानाहरूले झुजु आयो भन्थ्यो जेठादेआको छोरीहरू दुई बहिनी जुजु आयो भन्थ्यो झुजु आयो भन्थ्यो झुजु भनेको के फेरि के थाहा तारू त आमाले छोडाएको छ झुजु आयो भन्थ्यो झुजु भनेको के फेरि के थाहा तारू त आमाले छोडाएको छ अनि यहाँ तल कहाँनिर गुराँस थियो गुराँस टिपिदियो अनि भाइसँग खेल्दै बस्यौँ खरभारी लहरै राखेको थियो त्यही लुक्दै खोज्ने खोजाखोज गर्नुपर्ने त्यही लुक्दै खोज्ने खोजाखोज गर्नुपर्ने भाइ पनि लुक्ने म भेट्नु पर्ने भाइले फेरि मलाई खोज्ने म लुक्नु पर्ने त्यसो गर्दा आमाले छुटाएको छ छैन भरे त रातभरि रुँदा रुँदा आमा छैन अघि फङ्दा आइगएछ मालुकोसँग भयो अब त्यति नै छोरी कर्कुसेमा आमा माथि के जाति पो 3 चानेमा है हामी 3 चानेमा आमासँग निक्ल्यौँ छोरीलाई छोडेको छोरा साइलाको के पो नानीहरूसँग खेल्दै थियो छोराखेर आमा छुट्टै गयो नि माथि 3 चाने डाँडामा घर थियो त्यता बसेको ठाउँ है नातिनी हौ हामी यता रोमितेरमा आयौँ अब के गर्नु त अब मर्ने बेला भयो त्यही त अनि गेङसिङमा बसेको छोरी बारीमा हुर्कायो मेरो आमा बाउले अहिले छोरी नातिनीहरू यता अनि रोमितेरमा आएको अब ल अब भएन भएको छैन नि भएको छैन नि गर्नु भएको बिर्को टुपीमा आएर यस्तै भिड टुप्पो कराउँछु यहाँ यो गोर्ले भिर कहाँ गोर्ले भिर यही त अरे गोर्ले भिर घोरल चर्ने साह्रै खुसी लागिरहेछ जस्तो लाग्यो तपाईँलाई आज खुसी लागिरहेछ अब उहिले केटाकेटी बुढी भए अब केटाकेटीमा हुर्केको बढेको नात पनात पाएँ यसरी यो ठाउँमा फेरि नाता नातिनी छोरी नाता नातिनीले मलाई यहाँ भिडिया गर्दैछ अनि अब के गर्नु मर्ने बेलामा भिडिया होइन ताने अब जान्दिन बत्ती जुरेमा ऊ गाडी जाँदैछ नि गाडी जाँदैछ ओल्लोपट्टि भिर पल्लोपट्टि भिर अब त्यहाँनिर मलाई डर लाग्छ के माझमा गाडी जान्छ बुड्किन्छ अब त्यहाँनिर मलाई डर लाग्छ के माझमा गाडी जान्छ बुड्किन्छ तेरो भाइले अस्ति यहाँ आउँदाखेरि गाडीमा बाइकमा गाडी जाँदैछ त सबैलाई डर लाग्दो रहेछ नि डर लाग्छ नि उकालो रहेछ है त्यहाँ उकालो छ नि ओह्रालो झर्दा त्यहाँ ओह्रालो यताबाट जाँदा अलि यताको ओह्रालो त्यही ओह्रालो र उकालोमा डर लाग्छ ल अब के गर्नु मेरो नातिनी 3 बहिनी नातिनीहरू थियो 1 बहिनी अब छैन 2 बहिनी मेरो नातिनीहरू छ हेर्नु आइपुगे उहिले म बढेको मेरो आमाबाउले हुर्काएको बडाको ठाउँमा आएर यसरी भिडिया गर्दैछ मेरो नातिनी भिडिया गर्दैछ मेरो नातिनी तपाईँको हाँसो चाहिँ राम्रो रहेछ 5 महिनाको मलाई पाथरदेखि दिएको अरे मेरो बाबुआमाले यो ठाउँमा तोरीबारी घेङसिङमा हुर्कायो बढायो अहिले
म वारेफुङमा गएर नात पनातको धनी भएको छु ल अब जेठीदेमा के कहाँ जानुभएको होला नि अब गएको होला अब गएको होला ल भयो त्यहाँ छिर्छ होला नि गाडी हजुर त्यहाँ छिर्छ होला ल गोपिनीमा अब ठ्याक्कै छिर्छ कुन हौ गोपिनी गोपिनी यता पल्लो ऊ यता फर्केको गाडी उहिले उतापट्टि पल्लोपट्टि हिँड्थ्यौँ अहिले ऊ यता ऊ मूल बाटो उछ्याइ ऊ गाडी रोड खनहरू यतापट्टिबाट गीत देवीदेखि उता हो न त उता पल्लोपट्टि आएको हो त गीत देवीमा ऊ गिद्दा ओ देखिँदैन गिद्दा कति साह्रो नि साफी हुन्छ यता त घुम्दै चाहिँ यहाँ आइपुग्यो उहिले त्यो गिद्धे भिर त नभए गिद्धे भिर त्यो गिटार यतै बस्थ्यो त अनि उडेको त्यही बास बसेर चाहिँ उडे त अनि ए अघि उताको उड्दै थियो अहिले यहाँ आइपुग्यो ए ओ खै कहाँ हौ म त यहाँ माथि अब यसरी त्यहाँ घुमिबस्थ्यो है गिद्दा तर गिद्दा त यो त मसिनो छ त सिनो खानु बच्चा हो तर गिद्दा त यो त मसिनो छ त सिनो खानु बच्चा हो उडेको अल्गोमा उडेको र नि त्यस्तो ठुल्ठुलो हुन्छ त गिद्दा त होइन ल के हो ठुल्ठुलो हो नि ठुल्ठुलो हुन्छ गिद्दा अनि यहाँ माथि त मसिनो देख्छ टाढो भएर नि टाढो भएर चिल पनि उड्दैन चिलले भा काटे हिँडेको हेर है ल गिद्दालाई ठुङ्छ त यो भिरमा बस्छ र भिरमा डाउ छोप्छ अरे नि गिद्दाहरू ओ गिद्धे भिर भन्थ्यो यहाँ यो त बच्चाहरूलाई होला बच्चाहरू कुन खाली त है के हो ए ल जेठीदेमा हो के खाँदै बस्दैछ होला भिरमा जेठीदेमा हो के खाँदै बस्दैछ होला भिरमा के खाँदै बस्दैछ होला भिरमा तपाईँ जस्तै खाँदै होला नि मै जस्तै खोजी खाँदै होला नि चिसो तातो हो नि अब खोजी खाँदैछ नि अब उसको इष्टमित्र कहाँ मरेको कहाँ सिनो छ कहाँको खानेकुरो छ सात मुलुक खोजेर खान्छ नि अब पेट त पाल्नु पर्यो हाम्रोतिर आएको छैन अब मलाई पनि गर्मी भयो है ल गर्मी भयो गर्मी भयो गाइज भनिदिनु त मलाई गर्मी भयो है अब गाइज भनिदिनु न गर्मी भयो गाइज भन्नु न के रे गर्मी भयो गाइज भन्नु न गर्मी भयो है गाई के रे गर्मी भयो गाइज भन्नु न गर्मी भयो है गाई गाई भन्ने कि भैँसी भन्ने गाइज गाई के भन्छ अनि गाइजहरूलाई कस्तो छ भन्नु न अनि गाईहरूलाई कस्तो छ माई गड कस्तो राम्रो बोल्नुभयो तैँले त अनि गाईहरूलाई कस्तो छ माई गड कस्तो राम्रो बोल्नुभयो तैँले त उठ्नै पर्ने भयो मैले अहिले आएर चाहिँ खुसी हुनुहुन्छ खुसी एकदम किन तपाईँ आमापट्टि जानु भएन खोइ अब आमाले नि त्यसै जन्माएको के गर्दा बाबाले त्यसै जन्माएको माउलीको त कस्तो राम्री हुनुहुन्छ नि तपाईँ कतापट्टि जानुभएको होला म कता हो खोइ बाबाले जन्माएको कता बाबापट्टि गयो कि अनि बुलाकी नलाए हुन्न र बुलाकी नलाउँदा त छुट्टी हुन्छ नराम्रो हुन्छ र थोत्रे बुलाकी लगाइबसेको ए थोत्रे त होइन होला थोत्रे त नि यी सबै भाँचेरै गइसक्यो यता पनि जम्मै भाँचेरै गइसक्यो यता पनि भाँचेरै गइसक्यो बनाउनु पर्ने खोइ अब च्यानमा मात्रै बनाउनु होला लगिदिन्छ च्यान खनेर लगिदिन्छ के गर्नु अनि त्यही त नि
बरु खानु बस्नु अनि भात खाँदा अप्ठ्यारो हुँदैन हजुरलाई हुँदैन ए अनि भात खाँदा अप्ठ्यारो हुँदैन हजुरलाई हुँदैन ए अझै अर्को छ ए लामो लाइन अझै छ मडारी छ कसरी खानुहुन्छ नि अनि खोइ यति थुपारिदिए त म त खोइ यति थुपारिदिए त म त जसरी भए पनि भोलि अगाडि त खाइहाल्छु आया मडारी छ अझै तपाईँलाई यहाँ आएर नाचौँ नाचौँ लागेको छैन अब नाच्नु तन्नेरी छैन के गर्ने नि नाच्नु तन्नेरी छैन के गर्ने नि सोल्टी भए त अहिले नाच्यो भने पालाम पनि लाउँछु लगाइदिनु न एकचोटि गीत गाउनु न एकचोटि कसरी गाउनु र पालाम लगाइदिनु पालाम लाउनु न पालाम आएन हो हजुरलाई आएन आएन हो हजुरलाई आएन सोल्टी भए चाहिँ आउँथ्यो अलि साह्रो के भोक छ हौ डर लाग्छ मलाई के भोक थियो कोकु नि हौ त्यो पर गोठेरी बस्छु त्यो मलाई भन्थ्यो त्यो हुमा साह्रो त्यो हाउ गरी बस्छु कसो गर्थ्यो रे कोकु हाफ गरी बस्छु ए कसो गर्थ्यो रे कोकु हाफ गरी बस्छु ए अनि त्यो वनको सुन्दा भन्थ्यो साह्रो डर लाग्थ्यो ए ऊ त्यो खोल्सामा हो चैत बैशाखमा गाई लगेर त्यो खोल्सामा पानी थियो यसो खस्मेर पार उफ्रिन्थ्यो हौ थुप्रो पार त्यो मलाई खोला ऊ त्यो पैसामा बाली खान्थेन होला भएको बाली जङ्गलभरि चढ्थ्यो होइन नि पा बालेर खान्थेन होला कसले खोज्ने त कसले खोज्ने पा थाहै त हुन्थेन थाहा हुन्थेन होला के गर्ने त्यही त मान्छेको दिन एक दिनको नाच्नु नआएपछि गाह्रो हुन्छ नि गाह्रो छ गाह्रो छ गाह्रो छ बाबा भन्नु न बाबा गाई कस्तो लाग्यो मेरो डान्स भन्नु न मेरो डान्स गाई कस्तो लाग्यो गाई कस्तो लाग्यो गाई होइन गाई गाई भनेर त गाई भयो गाई 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 डान्स कस्तो लाग्यो गाई गाई डान्स कस्तो लाग्यो दामी भएन अब बिस्तारी हुन्छ हुन्छ अब बिस्तारी हुन्छ हुन्छ प्र्याक्टिस छ जारी छ देमाको डान्स चाहिँ बबाल थियो है आउँदैछ मेरो डान्स बवाल थियो राम्रो लाग्यो गाइसलाई मन पर्यो अरे ए ल ल ए ल ल गुड गुड थ्याङ्क यू सो मच भन्नु न थ्याङ्क यू थ्याङ्क यू थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच थ्याङ्क यू सो मच भयो भेरी नाइस भयो ल अनि ज्याकेट किन बोक्नु भएको हजुरले अब जाडो गयो त फुकाएर बोकेको जाडो त बढी पो रहेछ त अहिले त घाम अब माघ आउनु बाँकी छ पुस लाग्दैछ घाम आयो नि त अब घाम लाग्यो अनि ज्याकेट फुकाएको घाम लाग्यो अनि ज्याकेट फुकाएको अनि बुलकी पनि फुकाएर घरिघरि त छोडिदिनु नि हुँदैन फुका भने त चिप्ले किरा नै सिप्ले किरा पो हुर्किन्छ बुलाकी फुकायो भने ढुङ्ग्री बुलाकी फुकायो भने चिप्ले किरा हुन्छ लु जाउँ अब जानु र जानु अब ढिलो भयो नगए हुन्न र हुँदैन भयो नगए हुन्न र हुँदैन ए अब हामी कहाँ पुग्नु पर्ने पाटी गाउँ पाटीगाउँ वारेफुङ पुग्नु पर्ने बगर पनि पुग्नु पर्ने है फेरि बगर त यता तल पर्छ होइन र तल पर्छ अनि राणागाउँ पनि पुग्नु पर्ने कहाँ कहाँ पुग्नु पर्ने बाटो त कतिवटा घुम्नु पर्छ हिँड्नु सक्नुहुन्छ त हजुर बिस्तारै ए लट्ठी टेक्दै जानु पर्ने दिनमा पनि गइ हेर्नु न त्यहाँ माउलीको पनि गइ हेर्नु त्यो माथि होइन हिजो आयौँको बजार लाग्ने चाहिँ हो हापे चौरी बजार ल आजको पाहुना है तपाईँहरू होइन
अब पाउनु त भयो नि त अब लौ नमस्ते छ सबैजनाले सेवा भन्नु त एकचोटि ए हाम्रो देमा चाहिँ कहिलेदेखि सेवारो हुनुभयो कहिलेदेखि हुनुभयो म त पहिल्यैदेखि नै हो होइन होला ए आयो लु भयो अब चाहिँ होइन नि भएको छैन केही कुरा सुत्नु छ कस्तो लागिरहेछ आज मजा पनि भएन होला हजुरहरूलाई एकदम मजा बिहान बितिसक्यो होइन बिहान बितिसक्यो कतिखेर 10-11 भोक लागिसक्यो होला नि छैन भुँडी ठ्याप्पै अब खाजा खाएर टन्न छ घर चाहिँ हिँड्नु पर्ने बाटो टाढो छ कुन बेला पुग्नु अब फेरि आउनु हुने कि नहुने अब 10 बजमा आँटेछ कतिखेर पुग्ने अनि कतिखेर हिँड्नु हातमा घडी रहेछ नि चुराम छ हातमा घडी रहेछ नि चुराम छ अनि दाँत छैन रहेछ नि यी अन्त दाँत त छैन नि यहाँ त छ छैन के गर्नु अब पाएको भयो अब च्यान एउटा गीत गाइदिनुहोस् राम्रो अब कसरी गीत गाउनु तपाईँलाई जस्तो सजिलो लाग्छ त्यस्तै तरिकाले गाउनुहोस् खोइ अब सजिलो त जुन पनि आउँछ नि लु तर गाइदिनुहोस् हुनु न पर्यो यो ठाउँको नाम हुनु पर्यो अनि नाम त फाङ्दा हो लालीगुराँस टोल अनि गाउनुहोस् यहाँ यो डाँडा चाहिँ के अरे यो डाँडा च्यान डाँडा यो डाँडा च्यान डाँडा कति राम्रो हाँसो लु छिटो न च्यान डाँडैमा त फोटो खिचियो ए निलाई हाम्रो छोरीले होइन हो नि फोटो खिचिदियो अब घर जङ्गाई छोरी कान्छी फोटो खिचिदियो अब घर जङ्गाई छोरी कान्छी रात परो ढिलो भयो हामीलाई जान्नु हुने आज आज त नपठाउनु हुने रे नि होइन आज त पठाउनै पर्छ सिर्कुना लाएर भए पनि पठाउनु हिजो भर्खर त आउनु भएको रे अनि भर्खर आउनु त आएको नि अब घरमा अलपत्रै छ आज पुग्नु गाह्रो छ कता भरे रात पुऱ्याउनु बास कहाँ बस्नु अनि होइन मेरो घर छ त अनि यहाँ छ नि उहाँ घर पुग्नु पर्ने घरमा बास पुग्नु हुन्छ ऊ गाडी गयो त हाम्रो गाउँदेखि गयो नि अब त्यो गाडीमा हाम्रो गाउँमा जाँदैन त्यो गाडी के गर्नु अनि त्यो गाडीमा हाम्रो गाउँमा जाँदैन त्यो गाडी के गर्नु अनि तल केराबारी जान्छ लेटाङ जान्छ हाम्रो गाउँमा गयो त गाडीमा गइहाल्थ्यौँ हामी त माथि गाडी गयो साँच्ची भनेको जाऊ गयो त ऊ डाँडामा गयो त ए हो त साँच्चै ऊ गाडी गयो त हाम्रो गाउँ हाम्रो गाउँदेखि हो त साँच्चै ऊ गाडी गयो त हाम्रो गाउँदेखि आयो गयो त अनि गाडी होइन र जाँदो रहेछ त ऊ जान्छ नि हेर्दा त भिड देखिन्छ त्यही त गाडीमा अब कसरी गाडी धन्न पो लड्दैन हौ कतिको डर लाग्छ म हजुर अनि बसिहाल्छ नि ल यता फङ्दाको गयो मजाले गयो ऊ त्यस्तो भिडमा गयो। कुदाउँदैछ ल कुदाउँदैछ है कुदाउँदैछ। म त मर्छु डरले कुदाउँदैछ गाइज डर लागेको छ मलाई भन्नु न एकचोटि डर लागेको छ मलाई त्यो भिडमा गाडी कुद्दैछ डर लाग्दैछ मलाई साथीहरू मलाई खुसी लागिरहेछ हजुरहरूलाई कस्तो लागिरहेछ भन्नु न साथीहरूलाई कस्तो लाग्दैछ
साथीहरूलाई कस्तो लाग्दैछ? मलाई त एकदम मजा लाग्दैछ। गाडी गयो है। गाडी गयो। ओह पारी त्यस्तो भिडमा गाडी गयो। ओह आम्मामा। यहाँ चाहिँ मजाले देखिँदैन रहेछ हौ। म त मर्छु डरले। होइन होला के हो? हो डरले मर्छु म त। होइन होला। हो गाह्रो लाग्छ। मर्ने हो र? डरले मर्छु। मरेर के गर्नुहुन्छ? अब मरेर मटिम नि। आज त देमा घर नजाने नि? हाम्रो देमा यतै बसिरहनु हुने नि? बसिरहन्छु म। यहाँ बस्नु भ्या त के को? बसिरहन्छु म। यहाँ बस्नु भ्या त के को? वर्ष दिन भए पनि बस्थेँ। अब घरमा छैन। के छैन? घर त रुनु पर्यो। घर त रुनु पर्यो। बुहारी गइहाल्छ स्कुल। अनि लाटा कोक्पा देवा एउटा गाईलाई पनि घाँस काट्नु सक्दैन। पाएको भयो। म घाँस काट्नु पर्यो। चारो खोज्नु पर्यो। 2टा सुँगुर छ। 3टा बाख्रा छ। 2टा गाई छ। अनि त्यति अगाउनु लगाएपछि मात्रै अनि काममा जानु पर्यो। ल जाउँ। खोइ देखाउ त। हेरौँ न अब हेर्दै जाउँ अवस्थाहरू के कस्तो हुन्छ है। अवस्थाहरू अब आज च्यानडाँडा घुमाउनु लिएको रमिता देखाउनु माउलीको कु अनि 2जना देमाहरूलाई मेरो मम्मीको दिदीहरूलाई र अब चाहिँ हामी गाइज घर फर्किँदैछौँ र लाग्यो घरतिर। अनि म चाहिँ आज यति धेरै खुसी छु। मलाई चाहिँ माउलीको कुहरू अनि देमाहरूले यति खानेकुरा ल्याइदिएर घरभरि होइन खाँदा अनि गफ लाउँदै आउँदै हुनुहुन्छ देमाहरू चाहिँ माउलीको कुसँग र यस्तो राम्रो मौसम छ है गाइज। कसले? अहिले उसको देवा जेठाले माइलाले ल हामी चाहिँ घर फर्किँदैछौँ गाइज होइन। हामी जाँदैछौँ। हाम्रो देमाले चाहिँ लुगा सबै खोलेर उयो माथि फ्याँकिराख्नु भएको छ च्यानमा होइन गर्मी भएर होइन। अनि यो डाँडै लामो न लामो रहेछ होइन। लामो छ नि यो डाँडा लामो आएर हामीले के पो फोटो टिकटक भिडियो बनायौँ। भिडियो गर्यो सबै भयो। सबै त भएको छैन हौ। सबै त भएको छैन हौ। नजाने पनि माफ होला। र उहाँको लुगा चाहिँ यहाँ छ है बाटोमा टक्क र उफ म त मट्टी भएर हिँड्न पनि सक्नु गाह्रो उकालोमा। यो चाहिँ बत्ती जुरे अनि हामी घर फर्किँदै गरेको अवस्था। र आज मौसम यस्तो मजाले खुलिएको छ कि अनि यस्तो राम्रो मौसम छ सो देख्न सक्नुहुन्छ। टक्क यो चाहिँ आउँदै हुनुहुन्छ है गलिराख्नु भएको छ बिचरा मेरो माउलीको कुदेमाहरू। अनि हो गोबर नाचिन्छ
यो त माथि जस्तो देखेको त त्यहाँबाट। यहीँ हिजो चाहिँ मान्छे गाडेर ऊ त्यहाँबाट सक्यो गाल्नु भयो थाक्यो आजै हाम्रो आमाले भन्नु यो यम्बिला भनेको त के हो सोध्नु थाल्यो यो राई पुरानै हो यम्बिला। यम्बिला क्या हो कच्चुरलाई यम्बिला पाखा भन्छ यहाँ रहेछ उही त्यो खोरबनी जस्तो देखिन्थ्यो अब पाहाड। खिचे गर्नु थालो छोरी त काम पार्न त छिटो जाउँ न छोरी त काम पार्न त छिटो जाउँ न खोइ म त जाउँ भनेको बस्नु भन्छ तपाईँहरू अब टाढो टुरु बसी त गयो के गर्नु अनि छिटो जाउँ भनेको टाढो टुरु बस्नु थालिहाल्यो साथीहरू साथी होइन हौ आमा 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 साथी दिदी बहिनी आमा अनि कति एउटा शब्द सोध्नु होइन त्यही त नि गीत गाउनु त के गीत गर्नु अब है लानु छ गाई गोठाले टुई टुई पानको पातैमा है रातको दिन गए जाउला रातैमा लै लै धनकुटाहिले जाउँ है काली कान्छी दिल्ची तैमीले हिच्ची तैमीले है माया घरमा बसेर गाउनु न बसेर अब जाउँ न अब जाउँ न गीत गाउँदै जाउँ आफू त महादेवको लेदेला बर भने जस्तो सक्यो हिँड्नु न लु जाउँ धनबाला छोटो है धनबाला छोटो मै मरे भने हौ दैलैमा फोटो अब जय मलाई त कस्तो माया पो लाग्यो बोजूहरूको गीतले चाहिँ मलाई पातैमा है पानको पातैमा रात पोरे पर्न है जाउला रातैमा है माया हजुर आया कस्तो राम्रो गीत गाउनु भएको छ माउलीको कुरा जेठी दिमाले खाँदै हौ पर्खाँदा खाँदै जुनी है बित्यो माया पर्खाँदै माया पर्खाँदै हौ माया हजुर आया आयो राम्रै तरै निकै हुँदै हिँड्ने गरेको डाँडै डाँडा लौ राम्रै तरै निकै हुँदै हिँड्ने गरेको डाँडै डाँडा लौ यस्तो जवान आउँछ त जवान आउँदैछ आमाको आया हौ आया हौ हातमा घडी छ हातमा घडी छ सबजनाहरूको माया बढी छ माया बढी छ है माया हजुर आया हौ
माया हजुर के लानु छ र जोस् भयो बाई टाटा बाई भन्नु न बाबा ए बाई टाटा आया हाँस उठाउनु भयो लु जाउँ लु जाऊ लु जाउँ